10 दिन भइसकेको छ यो राङ्गा चलचित्रको सुटिङ क्रम। हामी यसपालि हिरोको रोलमा परेको जस्तो छ गुन्डाहरूले हामीलाई हो पिटापिट दुई पिटा खायो दुई पिटा खायो कस्तो कस्तो भएर जोगिरहेछ नि अलि देख्नु त यस्तै छ छातीमा चरक चरक हानिरहेछ। दर्शक नमस्कार, चारमेन्दो इन्टरटेनमेन्टको यात्राको रिपोर्टिङ गर्ने क्रममा आज हामी 10औं दिनमा प्राङ्गना फिल्मको सुटिङमा छौँ। प्राङ्गना फिल्मको आजको फाइटिङको सुटिङमा छौँ। अघि नै मैले पनि गुन्डाको पिटाइ खाइसक्यो है। अनि अब यो भाइ चाहिँ गुन्डा, म चाहिँ है यो भाइ पनि गुन्डा है। लाम भाइलाई दरो पिटाइ खायो है। अब अहिले चाहिँ त्यहाँ बाणले अब बाणको सिन छ। जस्तो मेन गुन्डाले हामी सबैलाई हिरोको साथीहरू गोठाहरू सबैले मारिसकेपछि लडाइसकेपछि मेन हिरो चाहिँ टक्क लाएर बाणले सक्कै हान्छ जसले गर्दाखेरि मेन गुन्डाले झन्नै लाग्छ। यस्तै क्रममा चाहिँ अब तपाईँहरूलाई म अब यो सुटिङ रिपोर्ट सुटिङ युनिटतर्फ लाँदैछु। यो ड्रोन क्यामेराबाट मेरो यो ड्रोन क्यामेरा यहाँ चाहिँ पसिना आउँदैछ। अरविन्द दाइ पनि हुनुहुन्छ। आज हामी यो फिल्ममा हामी सबैजना मिलेर कमेडीको रोल गर्दैछौँ। तपाईँहरू चाँडै पाउनुहुन्छ। यो मेरो गोपाल दाई। गोपाल भाइ चाहिँ हिरो नै हो। उसले पनि धेरै पिटाइ खाएको छ। पिटाइ खाएर उसले साथै ओरिजिनल साँच्चीकै उ लडेर चाहिँ यो चोट भएको। यो चाहिँ ओरिजिनल रगत हो। यो कुनै पनि उ छैन। उसलाई ठुलो चोट लाग्यो। सायद सुटिङ गर्ने क्रममा भाग्ने क्रममा चाहिँ हामी चिप्लेर लडेको हो। अनि गोपाल भाइ कस्तो भएर जोगिरहेछ नि अलि देख्नु त यस्तै छ छातीमा चरक 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 हानिरहेछ। त्यत्रो पनि गाउँ बाजु ठुलो अनि सरम भाइ हिजोको सुटिङ र आज सुटिङमा कस्तो लाग्यो? एकदम रमाइलो आइरहेछ। पानी पनि अलिअलि आइरहेछ। हिरोको रोलमा परेको जस्तो छ गुन्डाहरूले हामीलाई हो पिटापिट दुई पिटा खायो दुई पिटा खायो आज यो हाम्रो लगभग 10 दिन भइसकेको छ यो राङ्गा चलचित्रको सुटिङ क्रम। आज हाम्रो यो फाइट सिनमा चाहिँ यहाँ चाहिँ धेरै टोलीहरू चोटपटक लागेको अवस्थामा पनि तपाईँ देख्न सक्नुहुन्छ। आज बिहानको त्यो दौड्ने क्रमको सिनमा हाम्रो गोपाल दाईको थोरै हात फ्र्याक्चर भएको अवस्थामा थियो। अहिले उहाँलाई हल्का डेटल सेटल लगाएर उहाँ अलि ठिक हुनुहुन्छ। जस हामी यहाँ रमाइलो भइरहेछ। जस यहाँ हामीलाई टाइममा यो कुरोले चाहिँ अलिक खिच्न नदिएको अवस्थाले गर्दा चाहिँ हामीलाई अलिक गाह्रो भइरहेको छ होइन। यहाँ आर्टिस्टहरू कलाकारदेखि लिएर टोलीदेखि लिएर ड्रोन टोलीदेखि लिएर सबले मेहनत गरिरहेका छौँ। यो मुभी मलाई यति लाग्छ कि यो मुभी वर्ल्ड वाइड चल्छ जस्तो पनि मेरो आशा रहेको छ। जो यो मुभीले सफलता हासिल गरोस् र यसले केही गर्छ भन्ने मेरो विश्वास पनि छ। यहाँ चाहिँ धेरै जस्तो के भन्नु चाहन्छु भन्दाखेरि यहाँ डाइरेक्टर पनि हाम्रो दुइटा हुनुहुन्छ अनि क्यामेराम्यान पनि दुइटै हो मेरो विचारले। यहाँ जस हामी एकदम खुसी साथ काम गरिरहेछौँ। जो एउटा हाम्रो टाइम टेबल हल्का नमिलेको अवस्थामा छ। बाँडको सिनमा अब फाइटको पनि यहाँ सिन भइरहेको छ। तपाईँ उतातिर लान सक्नुहुन्छ। पहिला उचाल्ने पहिला निनो बङ्गलाई भयो ल यहाँ त दुईटा रेडी भइसक्यो। ल यो लिनु त यसरी हेर्नुहोस् है। यो क्यामेरामा बाँकी हो।
नमस्कार। छारबिन्दको यात्रा मा अहिले हामी सिङ्लामानेमा आइपुगेको छु। सिङ्लामानेमा हामी लगभग यो रूपचेतबाट लगभग हामी 1.5 घन्टा लाग्यो। हामी दाजुभाइहरू हिँड्नु नसकेको कारणले गर्दा हिँड्नु सक्नेहरूले चाहिँ यो ठाउँमा आउनलाई चाहिँ यो तल किस्पाङबाट चाहिँ 1 घन्टामा आइपुग्ने रहेछ। 1 घन्टा 45 मिनट आइपुग्ने रहेछ। हामीलाई चाहिँ अलि बिस्तारै आउने भएर अलिकति बाटो पनि बिर्सेको कारणले गर्दा अलि हामी अलिकति तल गएछ। त्यसको कारणले गर्दा हामीलाई लगभग 1.5 घन्टा लाग्यो। 1.5 घन्टाको यात्रा गरेर हामी उकालीको यात्रा गरेपछि हामी एकदमै रमणीय हामी सिङ्लाको माथि आइपुगेको छ। सिङ्ला अझै योभन्दा माथिल्लोपट्टि डाँडा चाहिँ सिङ्लामाने हो। अब हामी सिङ्लामाने सिफ्तमा हामी जाँदैछौँ। अहिले चाहिँ मौसमले पनि हामी अघि आउँदाखेरि बाटोमा पानी परे पनि अहिले चाहिँ मौसमले हामीलाई साथ दिइरहेको छ। अहिले दुवैजना दाजुभाइ हाम्रो के अरे भाइ नाम के अरे सौराम होइन सौराम दुवैजना दाजुभाइ वाइबा दाजुभाइ सौराम वाइबा र पुष्प वाइबा हामी चाहिँ दुवैजना दाजुभाइ अहिले चाहिँ सिङ्लाको माथि डाँडाको चुचुरोमा हामी एकदमै प्राकृतिक मनोरम आनन्द लिइरहेको छौँ। तपाईँले देखिरहनु भएको छ वरिपरि डाँडा काँडले घेरिएको सबैभन्दा हामी चुचुरो टपमा हामी आइपुगेको छौँ। एकदमै हामीलाई रमाइलो एकदमै छुट्टै किसिमको मजा आइरहेछ। यो डाँडाको माथि टपमा चुचुरोमा हामी आइपुग्दाखेरि हामीलाई पनि एउटा जित भएको जिन्दगीमा एउटा छुट्टै अब जित भएको एउटा आनन्द महसुस भइरहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ यो सबै। धन्यवाद। हामी दुईजना अब हामी सिङ्लामानेतिर लाग्छौँ। तपाईँहरूलाई बाँकी सिङ्लामानेको पनि देखाउने नै छौँ। छारबिन्दो इन्टरटेनमेन्टको यात्रामा यहाँलाई स्वागत गर्न चाहन्छु। फेरि पनि यस्तै यात्राको क्रममा विभिन्न एडभेन्चर टाइपको किसिमको हरेक किसिमको मनोरम दृश्यहरू हेर्ने लागि हाम्रो छारबिन्दो युट्युब सब्सक्राइब गर्न नभुल्नुहोला। अहिले हामी हाम्रै रसुवा जिल्ला पर्छ नगर पर्छ रसुवा र धादिङको बिच अहिले हामी रसुवा र धादिङको बिच सिमानामा पर्ने हाम्रो 4044 मिटर समुद्रको सतहदेखि 4044 मिटर उचाइमा छौँ। एकदमै यहाँ चाहिँ एकदम चिसो हावा आइरहेको छ र पानी पनि एकदमै परिरहेको छ। हामी अहिले तपाईँहरूलाई यो माथिको मनोरम दृश्यहरू हेर्दैछु। यो तपाईँले जुन बादलभित्र देख्दै हुनुहुन्छ यो धादिङको झारलाङ तिप्लिङ रि भन्ने ठाउँहरू पर्छ भने यहाँको के व्यक्तिहरूले हामीलाई स्थानीयहरूलाई हाम्रो भेड गोर्खाहरूले जानकारी दियो। यो बादलभित्र चाहिँ सबै गाउँ छ। सबभन्दा माथि चाहिँ तिप्लिङ भन्ने गाउँ छ अरे होइन। अनि यो अहिले जुन बादलभन्दा हामी माथि छौँ। एकदमै हामीलाई अब यो रूपचेतबाट हामीले 1.5 घन्टाको यात्रामा यहाँ आइपुग्दाखेरि अलिकति केही गाह्रो भए पनि अहिले हामीलाई एकदमै खुसी लागिरहेको छ। एकदमै गदगद रमाइलो लागिरहेको छ। किनभने हामी अहिले यति माथि छौँ 4044 मिटर हाइटमा हामी चाहिँ चढ्न सफल भएको छौँ। अनि अहिले हामी सौरम भाइ काउलेको सौरम भाइ र म दुईजना दाजुभाइ चाहिँ भोलि बिहान नभ्याउने भएको कारणले गर्दा हामी आज हाम्रो प्राङ्ग फिल्मको सुटिङ आफ्नो रोल सकाएर अनि हामी यहाँ चाहिँ तपाईँहरूकोलाई हामी सिङ्लाको दृश्य देखाउन सिङ्ला सिफ्ताको चाहिँ दर्शन गराउनको लागि हामी प्रयत्नरत छौँ। अहिले मबाट लगभग 10-15 मिटर जति अगाडि चाहिँ हाम्रो सिङ्ला सिफ्ताको स्थान रहेको छ मानिरहेको छ। त्यहाँ पनि अवश्य यहाँलाई देखाउनेछु। यहाँहरूसँग अहिले एकदमै मनोरञ्जन प्राकृतिकको धनी हाम्रो देश नेपाल को एकदमै सिङ्लामाने देखाउँदैछु, जहाँ चाहिँ आन्तरिक पर्यटक प्रवर्धनमालाई चाहिँ एकदम मेन स्थल बनेको छ र हरेक धर्मावलम्बीहरूको लागि यो ठाउँ एउटा
तपोभूमि बनेको छ, जहाँ चाहिँ हामीले यहाँ चाहिँ तपाईँहरूलाई एउटा मनलाई आनन्द दिने, संसारको सबै दुःख चाहिँ भुल्ने किसिमको मण्डप दृश्यहरू चाहिँ यहाँबाट देख्न पाइन्छ तपाईँहरूले। किनभने यहाँ जति पनि यहाँको जुन प्राकृतिक नेचर वा पहाडहरू देख्नुहुन्छ एकदमै रमणीय जतासुकै एउटा छुट्टै किसिमको आकृतिका पहाडहरू हामी देख्न पाइन्छ। यसै गरी होइन यहाँ बादलको छुट्टै, हामी बादलभन्दा माथि छौँ। एकदमै रमाइलो दृश्य हेर्दै हामी अब केही समयपछि यो बादलहरू माथि आएपछि यो हाम्रो शीतलाई हामी देखाउनु पनि हामी नसक्ने हुन्छ। त्यही कारणले हामी समय नष्ट नगरी हामी हाम्रो शिवतर्फ हामी जाँदैछौँ। अहिले यहाँहरूलाई म शिवता ठाउँमा पुग्न साथ फेरि यहाँलाई शिवताको दर्शन गराउनेछु। यहाँलाई स्वागत छ चारमेन्दो इन्टरटेनमेन्ट हेरेर बस्ने सम्पूर्ण दर्शकबिन श्रोताबिनलाई। अहिले यात्राक्रममा हामी चारमेन्दो युनिट सिमला माने आइपुगेका छौँ। एकदमै रमणीय र चुचुरोमाथि हाम्रो सिमला माने शिवताको जुन यो माने हामीले यहाँहरूलाई चारैतर्फबाट चाहिँ सिमला मानेको दर्शन गराउने कोसिस गरिरहेका छौँ। सिमला माने शिवतालाई धेरै धेरै धन्यवाद। हामी दाजुभाइ वाइबा दाजुभाइ एकदमै 1.5 घन्टाको रूपचेतबाट चाहिँ 1.5 घन्टाको यात्रा गरेर झरी पानीमा पनि हामी सिमला माने शिवताको चाहिँ दर्शन गर्न आइपुगे। यहाँ चाहिँ एकदमै रमणीय ठाउँहरू छ। वरिपरि हाम्रो बौद्ध मार्गी होइन, हाम्रो वनमार्गी, हाम्रो सबै त्यो धर्म मान्नेहरूले यहाँ चाहिँ सिमला मानेलाई शिवतालाई चाहिँ चारैतिरबाट चाहिँ दर्जीहरू लुङदरहरूले चाहिँ सजाएको छ। निकै नै हामी यहाँ आउँदा हामी एउटा स्वर्गमै आइपुगेको जस्तो, एउटा छुट्टै दुनियाँमा आइपुगेको जस्तो महसुस हामीलाई भयो। किनभने यहाँ कुनै पनि घर देखिँदैन यो ठाउँमा। यो ठाउँमा चाहिँ जतासुकै ठुला पहाडहरू, चुचुराहरू अनि स्वर्गमा जस्तै भगवानहरू उड्ने बादलहरू जस्तै एकदमै क्रिम बादलहरू जस्तै बादलको माथि हामी आइपुग्दाखेरि हामी साँच्चै एउटा स्वर्गमा आइपुगेको जस्तो महसुस भइरहेको छ। यहाँलाई त्यो दृश्य हामी हाम्रो चारमेन्दो इन्टरटेनमेन्टको बाट चाहिँ देखाउने प्रयत्न गरिरहेको छौँ। यो जुन रमणीय दृश्यहरू यहाँले देखिरहनु भएको छ, यो पत्थरहरू, यो पहाडहरू एउटा छुट्टै किसिमको आकृतिले बनेको यो एउटा नेचुरल एउटा प्राकृतिक चिजमा जुन चाहिँ 4044 मिटरको उचाइमा रहेको छन्। हामी निकै नै अहिले यहाँ हामीले कुनै मानिस देख्दैनौँ, कुनै बस्ती देख्दैनौँ यहाँ। किनभने यहाँ चाहिँ यो असोज 1 गतेबाट चाहिँ भेडा गोठहरू पनि यहाँ बस्न सक्ने भएर असोज 1 गते त सम्भवतः सबै भेडा गोठहरू पनि गोठालाहरू पनि तल बेसी झर्ने भएको कारणले गर्दा यो ठाउँमा चाहिँ अब हिउँ पर्ने कारणले गर्दा अरू ठाउँमा चाहिँ अरू बेला चाहिँ आउन एकदमै असम्भव भएको कारणले गर्दा हामी अहिले भदौ महिनामा आइपुग्यो। हामीलाई एकदमै खुसी लागेको छ। तपाईँहरूलाई यो सिमला मानेको वरिपरिको दृश्यहरू देखाउने कोसिस गरिरहेको छ। यो चारमेन्दो इन्टरटेनमेन्टको यात्रामा यहाँहरूलाई यसरी सधैँ नै नयाँ ठाउँहरू देखाउने हामी जमर गर्नेछौँ। अहिले हामी यहाँलाई यहाँको रमणीय दृश्यहरू देखाउन गइरहेको छु, जुन यहाँहरूले पक्कै पनि यहाँको दर्शन गर्नुभयो। यो जुन अहिले भर्खर पानी परेर केही समयको लागि यो ठाउँ चाहिँ खुला भए पनि अब फेरि पनि बादलहरू आउने क्रम छ। जब यो बादलहरूले ढाकेपछि यो रमणीय दृश्यहरू यहाँहरूले देख्न सक्नुहुन्न। सिमला माने मेन माने शिवता हाम्रो यहाँ डाँडा भए पनि बाँकी यो सिमला मानेको
पश्चिमतर्फ पनि अर्को माने रहेको छ, जुन यहाँहरूलाई म जुम गरेर देखाउने कोसिस गरिरहेको छु। यो चुचुरामा पनि अर्को सानो माने रहेको छ भने यता सिमला मानेदेखि पूर्वतर्फ पनि अर्को चुचुरामा पनि हामीले अर्को माने रहेको छ, जुन यो डाँडाले छेकेको छ र साथै यहाँ एउटा अर्को माने रहेको छ। यहाँ चाहिँ सिमला मानेमा सँगै एउटा बिचमा ठुलो माने रहेको छ, लगभग 20-25 फिटको यो अल्गो सिमला माने ढुङ्गाले बनाएको छ। एउटा छुट्टै किसिमको ढुङ्गा जुन चाहिँ यहाँ चाहिँ हरेक वर्षमा चाहिँ भदौ पूर्णिमामा हाम्रो झाँक्रीहरू यो ठाउँ सिमला मानेको दर्शन गर्न यो ठाउँमा आउने गरिन्छ। जहाँसम्म मलाई लाग्छ आन्तरिक पर्यटक भित्राउनको लागि नेपाल सरकारले पक्कै पनि हाम्रो रसुवा, धादिङ र नुवाकोटको जिल्लाको सिमानामा पर्ने यो क्षेत्रलाई सम्भवतः विकास गर्ने हो भने निकै नै देशमा एउटा आन्तरिक पर्यटक बढाउनको लागि मुख्य स्रोतको रूपमा रहेको यो पवित्र तीर्थस्थल बनेको पनि छ। र यसलाई अझै पनि नेपाल सरकारले यता पनि नजर लाएर यो एरियालाई सिडहरू बनाउने, भ्यू टावरहरू बनाउनेदेखि लिएर विभिन्न किसिमको प्राकृतिक जुन पर्यटकहरूलाई चाहिँ आन्तरिक तथा बाहिर पर्यटकहरूलाई भित्राउन सक्यो भने पक्कै पनि हाम्रो रसुवा, धादिङ र नुवाकोट जिल्ला सम्भवतः एकदमै धनी हुनेछ। तपाईँहरूलाई देखाउन गइरहेको छु यो बादलहरू जुन अब तलबाट जुन बादल माथि आउने क्रम छ, यो डाँडाहरूको रमणीय दृश्यहरूमा माथि अब बादलले ढाक्दैछ। हामी सौरम भाइ र म एउटा साह्रै खुसी लागिरहेको छ यो ठाउँमा आउनु पाउँदा। त्यही कारणले गर्दा पनि तपाईँहरूलाई पक्कै पनि यो ठाउँलाई यस्तो छ, यो ठाउँमा पक्कै पनि तपाईँहरू आउनुहुनेछ भन्ने आशा गरेको छु।